बन्ने होइन त नेपाल आर्मी बनेर देशको सेवा गर्ने होइन त हो गर्ने हो भने अब खुलिसकेको छ हाम्रो नेपाल आर्मी सैन्य तथा फलोअर्सतर्फ भने आजको यस भिडियो मार्फत चाहिँ यहाँहरूलाई फिजिकल चेन्जेस भएको के चेन्जेसहरू भएको छ फिजिकलमा कति गर्दाखेरि चाहिँ पास गुड र एक्सिलेन्ट हुन्छ भन्ने सम्बन्धमा आजको लागि यहाँहरूको लागि भाइहरूको लागि चाहिँ भिडियो रहेको छ। यो चाहिँ ओन्ली फर बोइजको लागि चाहिँ बोइजहरूको लागि चाहिँ स्पेसल भिडियो रहेको छ है त। त्यसै गरी पुसअप कति गर्नु पर्यो यहाँले त? पुसअप चाहिँ तपाईँले 17 देखि लिएर 21 चोटि गर्दाखेरि चाहिँ तपाईँ पास हुनुभयो है त। र गुड चाहिँ 22 देखि लिएर 26 हान्दाखेरि चाहिँ तपाईँको गुड आउँछ भने र 27 एबभ गर्दाखेरि चाहिँ 27 वा 27 वा सोभन्दा माथि गर्दाखेरि चाहिँ तपाईँको एक्सिलेन्ट आउँछ है। त्यसै गरी अब तपाईँको सेटअप चाहिँ तपाईँले 17 देखि लिएर 21 सम्म गर्दाखेरि चाहिँ तपाईँ पास हुनुभयो भने 22 देखि लिएर 26 चोटि गर्दाखेरि चाहिँ तपाईँले त्यसमा फेरि गुड पाउनुभयो भने 27 भन्दा माथि गर्नुभयो भने चाहिँ तपाईँको एक्सिलेन्ट आउँछ। त्यसै गरी सिनअप चाहिँ के छ भन्दाखेरि सिनअप अन्डर आर्म छ है। अन्डर आर्म सिनअप चाहिँ के छ भने 7 देखि लिएर 9 चोटि गर्दाखेरि चाहिँ तपाईँको पास हुनुभयो तपाईँ है त। र 10 देखि लिएर 12 चोटि गर्नुभयो भने चाहिँ तपाईँको गुड आउँछ है। त्यसै गरी 13 चोटि भन्दा माथि हान्नुभयो अथवा 13 हान्नुभयो अथवा 13 भन्दा माथि हान्नुभयो भने चाहिँ तपाईँको एक्सिलेन्ट आउँछ। अब त्यसै गरी रनिङको पाली आयो। 300 मिटरको सर्ट रनिङमा चाहिँ तपाईँले चाहिँ 48 सेकेन्डदेखि लिएर 52 सेकेन्डमा पार गर्दाखेरि चाहिँ तपाईँ पास मात्र हुनुभयो भने 43 सेकेन्डदेखि लिएर 47 सेकेन्डमा गर्दाखेरि चाहिँ तपाईँले चाहिँ गुड हान्नुभयो है त। त्यसै गरी 42 सेकेन्डभित्रमा हान्दाखेरि चाहिँ तपाईँको चाहिँ एक्सिलेन्ट आउँछ है त। र त्यसै गरी अब 2 माइलको दौड यानि कि 3200 मिटरको रनिङ यानि कि लङ रनिङै भनौँ है यसलाई 12 मिनट 31 सेकेन्डदेखि लिएर 13 मिनट 30 सेकेन्डसम्म गर्दा तपाईँ जस्ट पास मात्र हुनुभयो भने त्यसै गरी 11 मिनट 31 सेकेन्डदेखि लिएर 12 मिनट 30 सेकेन्डसम्म गर्दाखेरि चाहिँ तपाईँले त्यसमा गुड गर्नुभयो र 11 मिनट 30 सेकेन्डमा गर्दा चाहिँ एक्सिलेन्ट हान्नुभयो है त। त्यसै गरी तपाईँको हालको फिजिकल के छ कस्तो छ है त, चाहे चिनअप सेटअप पुसअप 300 मिटरको रनिङ सर्ट रनिङ या लङ रनिङ यानि कि 3200 मिटरको रनिङमा तपाईँले अहिले कति चोटि गर्दै हुनुहुन्छ त्यो कमेन्ट गर्नु होला। र टोटलमा चाहिँ फिजिकल 100 मार्कमा चाहिँ तपाईँले अहिले करेन्ट एबिलिटी तपाईँको कति छ त्यो कमेन्ट गर्नु होला र कति स्कोर गर्न सक्नुहुँदो रहेछ अब ठ्याक्कसँगले हेरेर अब रहेको समयलाई क्यालकुलेट गरेर हामीले चाहिँ भर्तीको तयारीका लागि जुट्नुपर्ने हुन्छ है त। यदि तपाईँ भर्तीको तयारीको लागि ट्रेनिङ सेन्टर खोजीमा हुनुहुन्छ भने डेल्टा प्री आर्मी ट्रेनिङ सेन्टर झापा बिर्तामोड र तपाईँले र अर्को चाहिँ हाम्रो गोर्खामा पनि रहेको छ दिएको नम्बरमा सम्पर्क गरी भर्ना हुन सक्नुहुन्छ है त। धमाधम भर्ना भइरहेकाले इच्छुकले बोइज गर्ल्स दुवैको लागि शुल्क व्यवस्था रहेकाले दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ अन दिस गाइज।